नमस्ते तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला है गाइस आज चाहिँ मैले लिम्बूको ब्राइडल लेहेंगा सेट लगाएर आएको छु हेर्न सक्नुहुन्छ यो चाहिँ अहिले हाम्रोमा नयाँ आएको छ है एकदम हेर्न सक्नुहुन्छ यो चाहिँ ब्लाउजको डिजाइन है ब्लाउजको डिजाइन यस्तो राम्रो छ हेर्नुस् वर्क गरेको एकदम बेसी वर्क गरेको छ यो चाहिँ गोल्डन स्टोनमा अन्त हातको डिजाइन हेर्न सक्नुहुन्छ है हात पनि यस्तो मजाको छ है यस्तो छ हो यो लेहेंगामा चाहिँ केन हालेको छैन हेर्न सक्नुहुन्छ यो चाहिँ भित्री छ अन्त बाहिरबाट चाहिँ यस्तो छ यो 2 स्टेप वाला हो चुन्नी पनि एकदम ठुलो छ सेतो पाइपिङ पनि लगाएर हेर्न सक्नुहुन्छ है अन्त पछाडिपट्टि चाहिँ देख्छु यस्तो बेस पनि पाउँछ हाम्रोमा अरू कलर पनि पाउँछ यो भन्दा सानो पनि पाउँछ एकदम सेटमा एकदम राम्रो देख्छ है त्यो चन्द्रहार पनि लगाएर आएको छु मैले चाहिँ यो यस्तो लाम्चोवाला पनि आउँछ यो पनि आउँछ है अन्त कलरहरू पनि हाम्रोमा छ है यदि तपाईँलाई पनि चाहिएको छ भने चाहिँ हाम्रोबाट अर्डर गर्न सक्नुहुन्छ है यसको साइज कलर सबै पाउन सक्नुहुन्छ तपाईँहरूले हेर्नु त गाइस आज चाहिँ मैले तपाईहरुको लागि चाहिँ नयाँ तामाङको सेट साडी लिएर आएको छु यो चाहिँ बुटिकवाला हो यो चाहिँ ब्राइडलहरूले पनि लगाउँछ नर्मलहरूले लगाउँछ अन्त खास चाहिँ यसमा चाहिँ ब्लाउजहरू मिल्दैन तर आज चाहिँ मैले सेटै गरेर आएको छु है यो फुटेनको चौबन्दी लगाएर आएको छु चौबन्दीमा पनि यस्तो छ डिजाइन बुटिकको गोल्डन स्टोन छ है अन्त साडीमा चाहिँ आँचलमा पनि यस्तो गोल्डन स्टोन छ यस्तो छ अन्त मुजामा पनि यस्तो छ है अनि मैले चाहिँ टोपी पनि मिलाएर लगाएर आएको छु जन्तर पनि लगाएर आएको छु यसमा चाहिँ अरू कलर पनि पाउँछ अब ब्राइडलहरूलाई रातो चाहिएको छ भने रातो पनि पाउँछ अरू कलर पनि पाउँछ मैले त रातो चाहिँ ब्लू लगाएर आएको छु अन्त तपाईँहरूलाई यदि चौबन्दीसम्म लगाउने इच्छा छैन भने तपाईँहरूलाई ब्लाउज लगाउने इच्छा छ भने तपाईँहरूले ब्लाउज पनि पाउँछ त्यसको लागि चाहिँ तपाईँहरूले बुटिकको ब्लाउज लगाउँदा पनि हुन्छ अनि यसमा चाहिँ तपाईँहरूलाई यो साडी मात्रै चाहिएको छ भने साडी मात्रै पाउँछ तपाईँहरूलाई सेटै चाहिएको छ भने सेट पनि पाउँछ है तपाईँहरूले यदि मन परेको छ भने चाहिँ हामीले अर्डर गर्न सक्नुहुन्छ आजको लागि यति नै बाइ बाइ हेलो एभ्रिवान नमस्ते गाइस आज चाहिँ मैले चाहिँ यहाँ गुरुङ ब्राइडल लेहेंगा सेट लगाएर आएको छ है यो चाहिँ ब्राइडलहरूको हो अन्त यो चाहिँ ब्लू कलरमा छ है हेर्न सक्नुहुन्छ अन्त यसमा चाहिँ आज घले ब्लाउजको अन्त लेहेंगाको चाहिँ एउटै डिजाइन गरेर लिएको छ है डिजाइनदेखि सबै छ यो चाहिँ भयो ब्लाउज है ब्लाउज चाहिँ एकदम हेभीमा छ है हेर्न सक्नुहुन्छ हाततिर पनि यस्तो मजाको छ डिजाइनहरू हो अन्त यहाँतिर पनि यस्तो मजाको छ है डिजाइनहरू अन्त यो घलेको पनि हेर्न सक्नुहुन्छ तपाईँले है यहाँतिर फुलहरू छ यसो साइड साइडमा यस्तो छ हो अनि यहाँ मुनि लेहेंगामा पनि छ मुनि बर्डर है हेर्न सक्नुहुन्छ बर्डर छ अन्त यो लेहेंगाको भित्र चाहिँ केन हालेको छ है त्यही भएर यहाँ भुक्कै भएको छ केन हालेर यो चाहिँ ब्राइडलको हो होइन अन्त यसमा चाहिँ अरू कलर पनि पाउनु सक्नुहुन्छ रेड मरुनमा तपाईँहरूलाई कुन कलर मन परेको छ अन्त ब्राइडल हुनेहरूलाई चाहिएको छ भने चाहिँ हामीलाई अर्डर गर्न सक्नुहुन्छ सेवा गाइस अहिले हाम्रो दोकानमा चाहिँ नयाँ लाइट लेहेंगा आइसकेको छ यो चाहिँ यो मरुन कलरमा यहाँभित्र चाहिँ क्यान लगाएको छ है अनि मुनि चाहिँ गोल्डन स्टोनको वर्क छ अन्त यहाँ ब्लाउजमा पनि यस्तो डिजाइन यस्तो छ है यहाँ पनि गोल्डन स्टोन नै छ हो अन्त घलेकमा नि गोल्डन स्टोनवाला छ है हेभीमा हो यो अन्त हातको बाउला यस्तो छ चन्द्रहार चाहिँ सानोवाला हो ठुलोवाला नि हुन्छ यसमा चाहिँ ग्रिन स्टोन र रेड स्टोन छ है अन्त कन्ठा लगाएर आएको छु मैले अन्त यहाँ मैले ब्याग पनि लगाएको छु गुलाकी पनि लगाएर आएको छु अहिले चाहिँ हाम्रोमा राईको ब्याग पनि आइरहेको छ हो चिन्डोवाला अहिले चाहिँ हालैमा चाहिँ हाम्रो दोकानमा चाहिँ नयाँ शिरबन्दी र कानको आएको छ है मैले खास चाहिँ तपाईँहरूलाई शिरबन्दी र कानको देखाउँछु भनेर नि भिडियो गरेको हो अनि हाम्रो शिरबन्दी चाहिँ यस्तो छ यसको डिजाइन यस्तो छ है अनि तपाईँहरूलाई यदि हाम्रो यो शिरबन्दी र कानको मन परेछ भने तपाईँले अर्डर गर्न सक्नुहुन्छ अन्त हाम्रो यो राईको ब्राइडल्स लेहेंगा मन परेछ भने पनि अर्डर गर्न सक्नुहुन्छ यसको मैले नेवारी जामा लगाएर आएको छु यो चाहिँ कटनमा हो चौबन्दी स्टाइलको छ है हातको बाउला पनि यस्तो छ है यतिको बाउला छ अन्त मैले यहाँ सल पनि लगाएर आएको छु अनि नेवारी माला लगाएको छु है अनि नेक्सिका लगाएर आएको छु तपाईँले यदि यो मन परेछ भने तपाईँले यस्तो स्टाइलको बनाउन सक्नुहुन्छ अर्डर गर्न सक्नुहुन्छ है साथसाथै तपाईँलाई म नेवारी लेहेंगा पनि देखाउँछु है चिप्लो कपडामा छ है अनि मुनि चाहिँ यस्तो छ लेस लगाएको छ है अनि नेवारीको डिजाइन यस्तो छ कम्बरमा पनि यस्तो छ है मफ्ट स्टाइल चाहिँ यस्तो छ है पछाडि यस्तो छ है सेट गरेर चाहिँ यस्तो देख्छ है अनि यो सँगसँगै चाहिँ यो सल पनि हुन्छ यो सलसँग मिलाएर तिनवटा सेट लगाउनु पर्छ है यस्तो भनेर यो चाहिँ चौबन्दी चोलो हो है मैले चाहिँ तपाईँलाई एउटा स्याम्पलमै दिएको यसमा चाहिँ अरू डिजाइन पनि हुन्छ है अनि पछाडि यस्तो छ यो चाहिँ साडी सिफनको यो चाहिँ एकदमै राम्रो हुन्छ है एकदमै राम्रो क्वालिटीको छ है मुजाहरू पनि राम्रो मजाले बस्छ है तपाईँलाई चौबन्दी लगाउनु मन परेको छैन भने तपाईँलाई ब्लाउज लगाउने इच्छा छ भने ब्लाउज पनि लगाउँदा मिल्छ है यो चाहिँ दाउरा हो है यसमा चाहिँ अरू डिजाइनको पनि हुन्छ मैले चाहिँ तपाईँलाई यो दिएको है यस्तो छ है सिल्भर यो सँगसँगै अस्तर पनि छ यस्तो छ है पछाडि यस्तो छ तपाईँहरूले यदि यो चाहिएको छ भने तपाईँहरूले अर्डर गर्नु सक्नुहुन्छ